Hello guys, konnichiwa. Welcome to our video. आज काकुको साथीहरू सबै मिलेर घुम्न जान लागेको। हाम्रो चाहिँ यहाँ चाहिँ हाम्रो अहिले बिहानको कति बज्यो? 7:44 हो यो। चाहिँ हामी बिहान हैन झट्ट लागेर रेडी भएर हामी निस्किसकेको छ। अब त्यहाँ गएर अब इकीमा बस्छु। इकीमा बसी सबैजना भेटेपछि झट्ट लागेर त्यहाँ भेटौँला गाइज। अनि चाहिँ म र मेरो साथी घरबाट निस्केर सबै हामी बाटो हिँड्दैछ है। हामी चाहिँ अब गिटार सितार भिरेर होइन झट्ट लगाएर उता गएर रमाइलो गर्ने भनेर अनि यहाँ फेरि उसले फेरि हिन्दी गाना बजाइरहेको छौ यार। ल यस्तो केही भन्नु पर्यो मेरो भिडियोमा के भनौँ ल भन न केही। अब त बब्बाल रमाइलो गर्नुपर्छ है गाई। अनि फर्स्ट टाइम अब भिडियो अपलोड गर्ने भनेर भिडियो बनाउँदैछ। अब भन्छ न लाइक सेयर सब्सक्राइब गर्नु होला सबैले। ल गाई चाहिँ मेरो साथीले भनेको ल स्टेसन गएपछि सबैले देखाउँछमै त ल लगाइ वहीँ गएर भेटौँ ल। त्यस्तो लगाइ हामी चाहिँ एकजना भेट भइसक्यो ओए है धन्दा चाहिँ राम्रो छ है दिन है। ट्रेनमा अहिले चाहिँ हामी ट्रेन कुर्दै गयौँ हाम्रो स्टेन जापानको ट्रेन लागि आइन्छ। अब चाहिँ हामी यहाँ स्टेसनमा आइपुगिसक्यो। अब हामी चट्ट लगाएर हामी हाम्रो साथीहरू सबजना आउँछ यहीँ चट्ट लगाएर भेट्छौँ। त्यहाँपछि चट्ट लगाएर सबैजना यस्तो ट्रेनमा यही हो ट्रेन। यो ट्रेनमा चट्ट लगाएर चढेर गइन्छ। गाइस मलाई खासै राम्रो भिडियो बनाउन आउँदैन है। अहिले चाहिँ मेरो साथीहरू पनि बसिरहेको है कुर्दैछ आयो मेरो साथीहरू आयो गाइस। मेरो साथीहरू आइसकेको छ चट्ट लगाएर अब हामी गइन्छ। म बोकिदिन्छु भनेर अब गिटार बोक्ने काम तिम्रो हो अहिले। म त्यो त बोक्दिनँ हो ए लगाइ ट्रेन चढ्दाखेरि चट्ट लगाएर अब ट्रेन चढ्दै हो। हामी 8जना चट्ट लगाएर आज घुम्न जान्छौँ गाइस। अब हामी ट्रेन चढ्न गएको छौँ। यो हाम्रो ट्रेन हाम्रो अब यहाँ फेरि ट्रेनमा बोल्न मिल्दैन कि गाइस त्यही भएर कहिले यहाँ स्टेसनबाट झरेका छ। अब हामी यहाँ सल्लाह गर्दैछ सल्लाहमा हल्ला सल्लाह गर्दै अब हामी गफ गर्दै जाने है। खै हाम्रो गिटारिस्टले रक हान्ने भन्दैछ होइन। सबलाई भिडियोमा आउन मन छ है गाई चाहिँ। हाम्रो सिन्मालाई पनि आउनु मन छ। सिन्मा हामी चाहिँ अहिले खाजा किन्न गयो एकजना हाम्रो साथी। अब हामी अझै कतिजना अझै हामी हाम्रो साथीहरूलाई कुर्दैछ। मेरो दिदी ह्यान्डसम देखा है फेरि यहाँ कहाँ किनेको साथी? कहाँ हो?
फेरि अब हामी यहाँ सधैँ कुर्दै हामी हाम्रो नेपाली साथी नेपाली त जिउमा उड्छ यिनीहरू हल्ला गर्छ नि धेरै नेपालीहरू मुर्दाहरू यस्तो बनाइदियो न हेलो गाइस हेर्नु नेपालीहरूको बानी यता जापान आएर पनि यस्तो हल्ला गरेर बसिरहेको नेपालीहरू नेपालीहरू जहाँ जहाँ गए नि विश्वको जिन्दगीमा सुध्रिन सबले अब पाली पाली बाई होइन कि ल पाली ल म अब सबको अब उसो चाहिँ नाम चाहिँ ल ओए नयाँ ट्रेन्ड स्टार्ट जोजोलोपा म चाहिँ सम्झना चित्रकार हो जोजोलोपा म चाहिँ सुनिता श्रेष्ठ हो ओए तिमी के हो ल तिम्रो परिचय दिनु पर्यो नमस्ते म चाहिँ सबैजनालाई नमस्कार अब यो टिकटकमा चाहिँ भाइरल हुनुपर्छ त्यही हो टिकटकमा होइन साथी ओए गुरुङ भाषामा के भन्छ नमस्ते समस्ते भन न नमस्कार के भन्छ तामाङ दसो फुल लगाएर ओए हाम्रो यहाँ साथी आइसकेको छ ल साथी आउने बित्तिकै परिचय 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 साथी मारु हेलो नमस्ते सबैजनालाई नमस्कार के हो साथी मारेको छ त नाम भनिदेऊ त निहोन्गोमा गाइस अब चाहिँ हामी गाइस जस्ट सर्ट क्लिप बिस्तारै आउँदै गर्छ हाम्रो आजको टुरको भिडियो भिडियोहरू आउँदै गर्छ हेर्दै गर्नु होला स्टेट के हुँदैन गाइस अहिले हामी सबैजना निस्किसकेको छ बिहान 6 बजी उठेर सनस्क्रिन लाउँदै बसेको थियो मुड्दा त 6 बजे उठेर यो 6 बजी उठ्छ गो चाहिँ म त उठ्ने बित्तिकै कपडा भग्लाक भुग्लुक हाल्यो आइहाल्यो साथी बल खेलिज 3 घन्टा गाइस स्टामिना डेन्जर छ यो साथीसँग साथी बल खेल्ने भाइ कता हो नि रे बल खेल्ने नि आको जाकीमा है सबैजना गाइस के फुटसलले अमेरिका कि के फुटसल थियो हाम्रो जापानिज फुटसललाई अमेरिका जस्तो राखेको क्या नाम पनि ल गाइस अब हामी उतै अब डाँडामा गएपछि भेट्छु यहाँ होइन मलाई यहाँ केटीहरूले के भिडाइदियो केटी साथीहरूले यस्तै छ गाइस काँक्रा बकुला फेरि बोल्नु दुईजनाहरू उयो भिडियो ल न लड भन्नुपर्छ नि अहिले चाहिँ हामी फुच्चुकाइची भन्ने ठाउँमा है हामी हिँडिरहेको छौँ गाइस छट्ट लगाएर यता ग्रिन लाइट बलिरहेको छ हाम्रो यहाँ कतिजना हुनुहुन्छ भन्दाखेरि 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना 8 जना 9 जना 10 जना क्या 2 4 6 8 10 मसँग गरेर 10 जना यस्तो छ गाइस जापानको भ्यू पनि यस्तै हो तर रमाइलो छ क्या हाम्रो केटा साथी म गिटार बजाउँछु केटाहरूले गाइहाल्छ नि जापानको भ्यू यस्तै यस्तै हो यो खोला पनि यस्तो सफा हुन्छ यिनीहरूको त खोलामै यो खोला होइन यो नाला हो नाला पनि यत्रो ठुल्ठुलो माछा हुन्छ गाइस है जापान हाम्रो जिपी पोस्ट हामीले चाहिँ बुलागहरू लेखेर यहाँ पठाउनु हो चट्टा हाल्ने त्यहाँ लिएर जान्छ यिनीहरूले म चाहिँ यहाँनिर भिडियो बनाएको हुनाले म पछाडि साथीहरू अगाडि छ क्यामेरा यता फर्काउनु नमिल्दो रहेछ कि यस्तरी फर्काउनु पर्छ अनि हुँदैन क्या राम्रो हो त त्यो भन्दा म बोल्छु अगाडि देखाउँछु सबैजनालाई चट्ट लगाएर अनि
मलाई के भिडाइदिएछ मेरो साथीहरूले यस्तो केटीले बोक्ने ब्याग भिडाइदिएछ केटीकै हो तर यो तर मैले मेरो गिटार चाहिँ मेरो साथीले बोक्दैछ नि त त्यो भएर अनि छट्ट लगाएर अनि मैले चाहिँ यो कालो कार फेरि यस्तो अलिकति गाह्रो पऱ्यो नि त ड्राइभर उठेन साथी ड्राइभर त सुतेको भयो क्या ड्राइभरै हो कि म पनि सानोतिनो त होइन गाडी नभएन मात्र ड्राइभर हुन लाइसेन्सै छैन यस्तो हुर्काइदिन्थ्यो लभली हुर्काइदिन्थ्यो सानो नाजिनका परेली बुद्धकै हुन्छु म हिट्टो गयो एक केटा होला बल्ल रमाइलो दाली भालो सिन्थ्यो केटा हो तर हाम्रो चाहिँ के होला भने नि भर्खर आएको यिनीहरू अब हिँड्नै पऱ्यो भर्खर आएको कामसेट लिएर है साथीहरूसँग घुम्ने भनेर आएको गाइज अब चाहिँ हाम्रो सुनिता चानको खेताइबाट मैले अब भिडियो रोकु गासिमास गर्दैछु गाइज अब यस्तो चाहिँ गाइज होइन यो चाहिँ मलाई अलिक कस्तो सुहाउँदो रहेछ गाइज यो चट्ट लगाएर होइन ऐनामा भिडियो बनाउँदैछ फुटान भन्छ गाई चाहिँ अहिले बल्ल भर्खरै मात्र होइन हाम्रो हाइकिङ सुरु भयो अब हाम्रो हाइकिङ पनि सुरु भइसकेको छ हाम्रो जापान पनि नेपालको जस्तो के नेपालको भाइब आइरहेको छ मेरो साथीहरू चाहिँ टु मच एक्साइटेड छ अरे अब हामी यहाँ हिँड्दैछु होइन गाइज अब पुगिन्छ बिस्तारै गफ गफ गर्दै रमाइलो गर्दै जानुपर्छ यहाँ चाहिँ यस्तो चाहिँ रमाइलो छ जोस् हेर्दा जापान आएको पनि कति 15-16 महिना पुगिसकेको छ अझै पढाइ सकिन अझै टाइम छ यस्तै छ केही छैन एकदम गाह्रो देश चिज गाई चिज गाइज ओ क्या मजा आइरहेछ यार हाइकिङ गर्न हाम्रो भाइब्स है यस्तो लभली भाइब्स छ गाइज यो यताको दामी रहेछ लभली गाइज लभली कमेन्ट हान्नु होला है म चाहिँ अब पछाडिबाट समाधान यता के हुनु भुइँमाको के समाधान लौ समाधान त म एउटा ल्याएर चाहिँ प्रेजेन्ट है प्रेजेन्ट त भनेको गिफ्ट हो ट्रेकिङमा चट्ट लगाएर त्यो साथी त्यहाँ गइसकेको देख्न सक्नुहुन्छ मेरो साथीलाई त्यहाँ लट्ठीको व्यवस्था गर्दैछ होइन अहिले हिँड्न गाह्रो हुन्छ भने त नानी हो हाइकिङ अब त गाह्रै हुन्छ हाम्रो भ्यूहरू पनि हजुरहरूलाई देखाउँदै चट्ट देखाउँदै के नि हुँदैन अल गुड अल राइट गाइज दाइजु दाइ हो सुकसी होइन
बिचमा अब निखुनको पनि आउँछ है चट्ट लगाएर हाम्रो सिने जापान तपाईँहरू पनि अनि जापान आएर घुम्न सक्नुहुन्छ है पढ्न मन छ भने मन त लाग्दैन होला फर्स्टै पिलाई देखेर साथी जापानको अनुभव कस्तो भइरह एकदम रमाइलो एकदम गाडी म त यस्तो इमोसनल हुन्छु जापानको कुरा गऱ्यो भने आँसु आउला छोड्दियो अहिले हामीले आशा गऱ्यो भने घुम्न आउने मान्छेहरू पनि घुम्न आउनु साथी हो पसिनालाई जापानिजमा के भन्छ थाहा आसे आशे भन्छ रे गाई चाहिँ जापानिज छ अहिले आसे गरिदिनुहोस् ए देत्तै मसले पसिना निस्किँदैछ भन्दै है साथीले ओहो सट्टा लगाएर म चाहिँ ट्रान्सलेटर भन्छु मलाई नेपाली आउँदैन है ए है ए पानी आज गाई उही वाह अचम्म होस् न अचम्म वाउ पानी सुपर लभली ओ यो पानी भनेको नेपालको भाइ छैन तर है नेपालको भाइ आउने रहेछ यहाँनिर मोबाइल फर्काउन मिल्दैन हौ यो क्यामेरा टर्न हुन्न कि भिडियो गर्दाखेरि त्यही भएर कस्तो भयो साथी अनुभव जापानको एकदमै रमाइलो भइरह नेपालको भाइब्स आइरह कस्तो क्या हेर न बास गाडी कस्तो राम्रो भयो भने बास गाडी त्यस्तै टाइपको छ कि बास गाडी अहिले चाहिँ घर नेपाल पुगे जस्तै भयो अहिले चाहिँ नेपाल पुगे जस्तो भयो ओए म नालामा खस्छ मलाई उठाउनु पर्छ के यस्तो छ गाइज हामी अब बिचमा भेट्ने छौँ होइन स्टुडेन्ट गाइज ने क्याप भर्खरै मात्र फेरि गाइज होइन साथीहरूले मलाई यस्तो भेटायो यस्तो ठाडो कालोमा अनि चट्ट लगाएर यस्तो बोक्दै हिँडेर लौडी देखाउने समयमा यसरी हिँडेको भए कति लौडी हुन्थ्यो होला बरु जापान आउनु पर्थेन होला के गर्नु अब कर्ममा यस्तो लेखेको रहेछ यस्तै भयो Konnichiwa minasan. Watashi tachi wa kyou wa ryokyo ni kimashita. 今は歩いている。それから皆さん、私の話をよく聞いてください。それからこの人は箸がいらないと言っていました。それから体は見せている。私の力見て見てて私の力、この僕の力その人の名前はスニタさんです。マリンガさん。この人はロヒトラジーシングさんです。この人はイサンさんです。あの人はシジェンさんです。あの人はサマザナさんです。それからどここの人はビスヌマティさんです。それからहेलो आए म भन्नु न साथी म चाहिँ अब यहाँको अब यो जङ्गलको एरियाको अब यहाँको सब चौकीदार यसो जेठो बाटो वरिष्ठ हिष्टपुष्ट वरिष्ठ जाइलाग्दो खाइलाग्दो आइलाग्दो एक मात्र हाम्रो गुरुङ सान दाइरामु सान देश गुरुङ सान देश そして誰がおマハトじゃなきさん。じゃなきじゃなくて名前は何？わからない名前はわからないです。私はタマンさんです。それからちょっと見て。これはहाम्रो लगेर चाहिँ यस्तै सबले ह्यापी बनाएर僕の日本語がちょっと下手ですから間違いの時やめてね関係ないですね関係ないでくださいそれから皆さんは今精神をとっているそれから皆さんは今座っている
यो चाहिँ डली चायवाला है यो चाहिँ गाइस खुट्टा लास दुख्यो हिँड्न सकेन रे यहाँतिर मान्छेहरू यता यस्तो रमाइलो भइरहेछ है खतरा बाटो हो ठ्याक्क यताबाट गऱ्यो हुन्छ कि ठ्याक्क मन थिएन यहाँ आउनलाई फर्के हुन्छ अहिले नै फर्किन्न म माथि पुग्छु डेस्टिनेसनमा पुग्न बाँकी नै छ तर खुट्टा चाहिँ लास्टै दुखिरह हजुर भोलि पो थाहा हुन्छ मेरो दिदी चाहिँ हिँड्नै सके छैन एउटा मान्छे माथि पुगिसके तर कस्तो राम्रो क्या मलाई त कस्तो होइन यस्तो रिफ्रेस फिल भइरह मलाई झन् हामी दुईजना मात्र हो क्या अलिक तानुसी भएको सबैजना चुखारे त भयो दुखे हात ल भन के गाइस समय मिलाएर यस्तो साथीभाइसँग यसरी घुम्ने चाहिँ आउने गर्नु होला होइन पैसा भने आज छ भोलि छैन तर साथीभाइ मेमोरिज भनेको सधैँलाई हुन्छ कस्तो बाटो छ यहाँनिर होइन यो मान्छेको फर्स्ट एन्ड लास्ट है पैसा भनेको हातको मैला है आज छ भोलि गएको खोल्टीमा है त्यही भएर साँच्ची नै टाइम मिलाएर चाहिँ निस्किनु होला त्यो बिजी लाइफबाट छुटकारा पाउनु होला एक दिनको लागि टाइम छुटाउनु होला आफ्नो मादा 200 भर्याङ अब 200 कटिसक्यो एउटा भर्याङ आतासिनो जने हो लास्टै थाक्यो ल है वाह खुट्टा दुख्यो हातबाट लिएर फेरि मलाई नै फिर्ता गर्छ यस्तो मान्छेलाई के भन्न चाहनुहुन्छ तपाईँ हाइकिङमा लिएर आउनु गर्नु बल्ल मात्र आधी बाटो आइपुग्यो है हामी आधी होइन खाना खान ए कोही मान्छे छैन यहाँनिर खाना खाने ठाउँ न खाना होइन चटपटे कति धेरै खानेकुरा लिएर हामीले खाना नपाएर खाने भयो आउनु के अरे कुन लागिसक्यो ब्यागमा त्यो गर्मीले गाइस हामीले खानेकुरा ल्याएको छ तर के गर्नु ब्यागमा अलिअलि सेन्ट आउनु रहेछ तर लास्टै भयो के मलाई त के हुन्छ भने है जान्छ अनि फर्किने बेला क्या गाह्रो हुन्छ कि मेरो त ओह्रालोमा त कहिले घर पुग्ला जस्तो हुन्छ भोलि फेरि काम छ प्रभु घरमा गएर यसो बेडमा सुत्नुपर्छ नि भयो म आफै बोक्छु म हामी चाहिँ यो डाँडाबाट झऱ्यो है अब सबै कुरा सक्यो आयो अब खाने मलाई भोक लागिरह त्यही भने अब भुँडी फुटाएर खाने बुढी फुटाएर होइन मुख खोलेर खाने भुँडी फुट्ने स्वर्ग हेर्ने हो गाई स्वर्ग हेर्ने हो राम्रो स्वर्ग है यो चाहिँ हाम्रो यो गराउनु नेपाली पसल खुले छैन क्या त्यो पसल नेपाली पसल कता छ र ओइ बहिनी लाठी यिनीहरू काम नलाउनु रहेछ के फेरि यस्तो बाटो छ है कस्तो कस्तो बाटो हिँड्दैछौँ आज हामी ओइ लड्यो भने त एकैचोटि त धुलो उड्ने बाटो छ है यहाँनिर ओइ नलड है तिमीहरू
झगडा नगर है धुलो उडाउँदै गरे भूत त्यहाँ हेर त भूत छ त्यहाँ तल हेर तँगाएर ठामु कोही यहाँ त भूत आउँछ होला नजाउँ ओरी जस्तो ठाउँ है बल्ल ओइ गोरे बनाऊ यहाँ यो पो हो त एडभेन्चर छ अहिले आउँछ अनि थाहा हुन्छ तिमी कहाँ छौ म भ्लग बनाउँदै ओइ अगाडि उ त्यहाँ गोरे बनाऊ न गोरे हैन अगाडि जान्दै बोरामा हाल्न्छ अहिले लादैन ल म जान्छु जान्छु म डराएको होइन डराएको यिनीहरू डराएको भिडियो पनि गर है नाच नाच गाइजहरू यता हेर ल नाच ल डान्स सिधै के भयो अफले lovely nature gang gang यहाँ पानी आउने ठाउँ बाय बाय स्वर्ग हेर्ने हो गाइस स्वर्ग हेर्ने हो क्लिप निकाल है यो खेल्नुपर्छ अब माथि गएर हाम्रो डाँडा चट्टला त्यहाँबाट गुडेर यो पो अक्टोपसलाई मर्यो म किङ जस्तो यसो भाषण दिएर आउन के यता जाने हो र तिमी हुन्छ होला जाने हो ल मजा आउने रहेछ यार स्लाइड फर्स्ट टाइम गरेँ होला यार मैले त ए तिम्रो प्या माल लगाउँदा म चाहिँ माल यहाँ माल थुपारे माल वन पिसको लाफ देऊ न वन पिसको वन पिस ल्याएर दियो है मलाई खास 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 त्यसरी बनाएर ओए ट्रेजर ट्रेजर म्याप चाहिँ गाइस ट्रेजर म्याप यहाँ रुनी मादल बजाउँदै यहाँ बस्ने यताउता खाने माल छ यहाँ माल यहाँ चाहिँ मालहरू यताउता पाइरेट किङ यहाँ बस्ने
यस्तै बस्ने चट्ट लाएर Monkey Dilupi. Kaizokuni Naru, Tokuda. कस्तो माल छ यहाँ पनि Zagana. अलि पाकेले उता ठुलो यसको नि सेउ इन्स्ट्यान्ट बनाउनु लास्ट ठुलो रहेछ नि त किनकि इन्स्ट्यान्ट बनाउनु लास्ट खानाउने के अलि राम्रो त मेरो रहेछ केटाको यो बुट्टा वेट नरहायो खाऊ गाइस कोला पुगे हैन यता साइडमा खम्बाई कोला पुगे ओ एकछिन के एकछिन ओके आदर बनाएर धन कमाउनलाई के गर्नु देश पर्यो बेरोजगारी सकिएन ऋणको भारी फेरि मुगलाना सबैले हेर जाँदैछु सानो रेलमै चढेर यो मन जल्छ हेरन सानो तिमीलाई सम्झेर When you go to पैसा त लिन्न होला जाँदैछु सानो रेलै चढेर मन जल्छ हेरन सानो तिमीलाई सम्झेर तिमीलाई बस्ने स्टाइल दिएर हाँस लाग्यो मलाई पल्टाने जीवन यो थाहा छैन के हुने हो चिठीहरू नलेख मलाई पनि सम्झेर हो मैले सनाइने हो मुगलाना हेर जाँदैछु यता बस्ने मान्छे बसिराख्ने सानो रेलै चढेर यो मन जल्छ हेरन एउटा राम्रो क्यामेरा सानो तिमीलाई मेरोमा फोन आउँछ कसले हेर्न सक्छ पछ्यौरीले मुहार छोपेको लाग्छ बादल आयो
काले दाई काले दाई काले काले दाई काले दाई काले दाई काले दाई काले काले दाई काले दाई हरे खुला बगी जाने होला लोसा सम्हाल 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 तिमीहरूको हामीलाई दुःख जति हामीलाई आँसु देऊ न रुमाल हरे खोला बगी जाने होला सम्हाल हामीलाई दुःख जति हामीलाई आँसु पुस्ता देऊ न रुमाल काले दाई काले दाई काले काले दाई यहाँ राखिन्छ नि कौडामा नाच्नु नि त Hey, 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 hey. सिन्छन् दिन उसले बियरहरू खतरा कि उठ्छ कि फेरि हेलो हेलो गाइस हामी त्यहाँबाट फर्कियो अब यस्तो राम्रो 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 अझ 1 घन्टा हिँड्न बाँकी छ कसरी हिँड्ने हो थाहा छैन अघि नै हिँडेरै खुट्टा मरिसक्यो Bye bye guys. Thanks for watching.